सबैलाई धन्यवाद गरिसकेको छ, स्वागत पनि गरिसकेको छ। र त्यही सन्दर्भमा फेरि पनि मैले केही समय पाएको छु र मलाई चाहिँ 10 मिनट बोल्नु भनेर भनेको थियो। 10 मिनट भनेको त धेरै नै हुन्छ, मलाई थाहा छ। म 10 मिनट यहाँ अगाडि उभिन चाहिँ सक्दिनँ, बोल्न सक्दिनँ। तर वचनको सन्दर्भमा भने 10 मिनट होइन, अब धेरै बोल्न सकिन्छ। त्यसले गर्दाखेरि यो शुभकामना दिने सन्दर्भमा दिने क्रममा चाहिँ मैले छोटो समय र पनि मलाई चाहिँ कति मिनट लाग्छ मलाई थाहा छैन, तर मैले छोटो समयमा म सिध्याउने कोसिस गर्छु। र यो न्यू नेपाल इभान्जेलिस्टिक एसोसिएसनद्वारा आजदेखि 3 दिनसम्म पास्टर अगुवा सम्मेलनका अध्यक्षज्यू साथै यस सम्मेलनका प्रमुख वक्ताज्यू र त्यसै गरिकन अतिथि वक्ताहरू, मलाई सबैको नाम थाहा भएन, मैले नाम मागेको थिएँ, सबै वक्ता हुनुहुन्छ भन्ने कुरो मैले सुनेँ। त्यसले गर्दाखेरि मैले सबैलाई एकपल्ट समग्र रूपमा सम्बोधन गरेको छु। सबै वक्ताज्यूहरू, त्यसै गरिकन न्यू नेपाल इभान्जेलिस्टिक एसोसिएसनका सम्पूर्ण पदाधिकारीज्यूहरू तथा मैले मान्नुपर्ने सम्पूर्ण गुरुजनहरू, विभिन्न ठाउँ तथा चर्चहरूबाट पाल्नुभएका रेभरेन्ड पास्टर अगुवाजीहरू, त्यसै गरिकन बाबा सङ्गतिका अगुवाहरू, दिदीबहिनी सङ्गीतिका अगुवाहरू, जवान सङ्गतिका तथा बाल सङ्गीतका अगुवाहरू, यसरी सुसमाचारको निम्ति परमेश्वर राज्य विस्तारको रूपमा औरत रूपमा समर्पित इसाई सङ्घ संस्थाका अगुवा तथा प्रतिनिधिहरू, साथै यस सम्मेलन हलमा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, मा इसाई समाज विराटनगर तथा मेरो व्यक्तिगत तर्फबाट पिता पुत्र पवित्र आत्मा एक साथो परमेश्वरको नाममा ख्रीष्ट अभिवादन साथै जय मसीह। प्रदेश नम्बर 1 मात्र मैले प्रदेश नम्बर 1 सम्बोधन गरेको छु। कोशी प्रदेश भन्यो भने सायद कतिलाई नराम्रो लाग्न सक्छ, यो विवादित प्रदेश भएको कारणले अब सबैले आफ्ना नाम राखु भनेर आफ्नो चाहना भएका छन्। मैले प्रदेश 1 मात्रै भनेको छु, कोशी प्रदेश भनेको थिइनँ। यो प्रदेश 1 को राजधानी विराटनगरमा पाल्नुभएका तथा पाल्ने सबैमा हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दछु। यो 3 दिने अगुवा पास्टरको सम्मेलनमा विराटनगरको वैशाख ऐतिहासिक भएको होस् भनी शुभकामना दिन चाहन्छु। र मैले यो विराटनगरको वैशाख किन भनेको भने यो विराटनगर चाहिँ वास्तवमा नेपाल अधिराज्यको प्रमुख ठाउँहरूमध्येमा चाहिँ एउटा एकदमै महत्त्वपूर्ण ठाउँ हो। र तपाईँले यसो औँलामा गर्नुभयो भने नेपालमा कतिजना प्रधानमन्त्री भएका थिए गर्नुभयो भने आधीभन्दा बढी, लगभग आधीमा बढी चाहिँ विराटनगरकै मानिसहरू चाहिँ प्रधानमन्त्री भएका थिए। त्यसले गर्दाखेरि मैले यसलाई ऐतिहासिक पनि भनेको छु। र यहाँ धेरै ऐतिहासिक क्रान्तिहरू पनि भएका छन् र धेरै ठुला ठुला फ्याक्ट्रीहरू, कम्पनीहरू पनि रहेको छ। त्यसले गर्दाखेरि चाहिँ मैले यो ऐतिहासिक भनेको छु। ऐतिहासिक बसाइ तपाईँहरूको एकदम आशिषमै रहेको होस्। मेरो यही प्रार्थना तपाईँको साथमा रहनेछ र मेरो प्रार्थनामा म निरन्तर रूपमा तपाईँलाई सम्झिनेछु। र विशेष गरी आफ्ना कतिपय महत्त्वपूर्ण तथा व्यक्तिगत संयमलाई अर्थात् व्यक्तिगत समयलाई तिलाञ्जली दिएर अगुवा पास्टरको सम्मेलनमा सहभागी हुन पाउनु सौभाग्यको कुरा हो। चाहेर पनि यस सम्मेलनमा कतिजना प्रभुका प्रियजनहरू सहभागी हुन पाएनन्, तर तपाईँ यस सम्मेलनमा सहभागी हुन पाउनु भनेको परमेश्वरको राज्य विस्तार गर्ने काममा आफैलाई तयारी गर्नु हो। यसको मतलब तपाईँले परमेश्वर राज्यको कामलाई निरन्तर दिनुभएको छैन भन्ने होइन। तपाईँले परमेश्वर राज्य विस्तारको निम्ति निरन्तर लागिरहनु भएको छ भन्ने कुरा यस सम्मेलनमा तपाईँको सहभागिता र तपाईँको अनुहारले, तपाईँको अनुहार देखेको जुन खुसीपन छ त्यसले चाहिँ बताउँदछ। आमीन। तसर्थ यस सम्मेलनले तपाईँको जीवन, सेवाकार्य र परिवारमा प्रशस्त आशिष प्रदान अनुग्रह आशिष प्रदान भएको हो। तपाईँ मध्ये कोही यदि विराटनगरबाट बाहिर आउनुहुन्छ, मैले यहाँ हेरेर धेरै विराटनगरबाट बाहिर आउनु भएको छ र तपाईँको निम्ति एउटा खुसीको कुरो यो पनि हुनसक्छ, सायद तपाईँले यो अनुहारहरूमध्येमा कसैको अनुहार पहिलोपल्ट देखिरहनु भएको छ। पहिलो कहीँ नदेखेको, नसोचेको, होइन, थाहा नपाएको, नचिनेको, तर विराटनगरमा आएर तपाईँको एउटा जम्का भेट भएको छ। र
र त्यसको निम्ति जो तपाईँलाई यो भेट गराउने जमर्को जुन गरेको छ त्यसको निम्ति प्रार्थना भवन चर्चलाई पनि एकदम म धन्यवाद दिन चाहन्छु। जो तपाईँको निम्ति एउटा ऐतिहासिक विराटनगरमा आएर एउटा क्षणमा आएर तपाईँको एकदम इतिहास बन्ने छ, ऐतिहासिक सम्मेलन, ऐतिहासिक समय तपाईँको निम्ति हुनेछ। त्यसले गर्दाखेरि तपाईँको विराटनगरको बसाइ चाहिँ एकदमै यादगार होस् भन्ने शुभेच्छा प्रकट गर्दछु। अन्तमा तपाईँले जुटाउनु भएको 3 दिने सम्मेलनमा भरपुर आशिष अर्थात् आत्मिक लाभ तथा आशिष प्रशस्त मात्रामा उठाउनु भएको होस् भनी निरन्तर प्रार्थना गर्नेछु र आयोजक लगायत सबै सहभागीहरूमा यो सम्मेलनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै तपाईँको 3 दिने सम्मेलन आशिषमय बितोस्। आमेन। धन्यवाद। तपाईँलाई जय